माई हेल्थ गाइड मेडिकल वा क्लिनिकल कुरा सबैले बुझ्ने भाषामा। नमस्कार, तपाईको आफ्नै युट्युब च्यानल माई हेल्थ गाइडमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले धेरै युवाहरूलाई मानसिक र शारीरिक रूपमा चिन्तित बनाएको छ। त्यो हो युवा अवस्थामै कपाल झर्ने समस्या अर्थात् प्रिमेच्योर हेयर लस। के तपाईलाई पनि आफ्नो टाउकोमा कपाल पातलो हुँदै गएको वा तालु खुइलिँदै गएको जस्तो महसुस हुन्छ वा ऐना हेर्न पनि डर लाग्छ? आजको यस भिडियोमा हामी यस समस्याको कारण, यसले पार्ने असर, नेपालमा यसको व्यापकता र सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै चिकित्सक, क्लिनिक वा अस्पताल जानुभन्दा अगाडि यो समस्याको समाधानको लागि घरमा नै तपाईँ के गर्न सक्नुहुन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। कपाल झर्नुलाई बुढौलीको सङ्केत मानिन्छ। जब उमेर ढल्किँदै जान्छ, टाउकोमा कपाल पनि पातलिँदै जान्छ। तर अहिले युवा अवस्थामा नै कपाल झर्ने, फुल्ने, हाँगा पलाउने र टुक्रिने समस्या बढ्दो छ। यो समस्या नेपाली युवाहरूमा कति व्यापक छ भन्ने कुरा यो तथ्याङ्कबाट पनि तपाईँलाई प्रष्ट हुन्छ। यो समस्याको कारणले गर्दा निज व्यक्तिमा पर्ने असरहरूमा एकछिन ध्यान दिउँ। यो समस्याले व्यक्तिलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि कमजोर बनाउँछ। पहिलो, आत्मविश्वासमा कमी। पातलो हुँदै गएको कपालको कारणले गर्दा व्यक्तिमा हीनताबोध बढ्ने र आत्मविश्वास घट्ने सम्भावना अत्यधिक हुन आउँछ। दोस्रो, तनाव र डिप्रेसन। कपाल झर्ने चिन्ताले गर्दा तनाव त बढ्छ नै, यसले डिप्रेसनको जोखिम पनि बढाउन सक्छ। तेस्रो, सामाजिक असहजता। कपाल झरेको कारणले गर्दा मानिसहरू सार्वजनिक ठाउँमा जान र अरूसँग घुलमिल हुन असहज महसुस गर्छन्। अब एकछिन कुरा गरौँ यसको कारणहरूको। युवा अवस्थामा नै व्यक्तिहरूको कपाल झर्छ किन? पहिलो वा एक नम्बरमा वंशाणुगत। यो सबैभन्दा मुख्य कारण हो। यदि तपाईँको बुवा वा हजुरबुवाको कपाल चाँडै झरेको थियो भने तपाईँमा पनि यो समस्या देखिन सक्छ। दोस्रो, हर्मोनमा असन्तुलन। डिहाइड्रोटेस्टोस्टेरोन अर्थात् डिएचटी, जसलाई पुरुष हर्मोन पनि भन्ने गरिन्छ, को मात्रा बढी हुँदा कपालको जरा कमजोर हुन्छ र कपाल झर्न थाल्छ। तेस्रो कारण, तनाव, अपर्याप्त निन्द्रा र अस्वास्थ्यकर जीवनशैली। अत्यधिक तनाव, अपर्याप्त निन्द्रा र फास्ट फुड, जङ्क फुड आदि सेवन गर्ने बानीले कपाल झर्ने समस्या बढाउन सक्छ। चौथो, पोषणको कमी। कुनै पनि कारणले शरीरमा प्रोटिन, आइरन, जिङ्क, भिटामिन बी, भिटामिन डी आदिको कमी हुन्छ भने यसले गर्दा कपाल कमजोर भई झर्न सक्छ। पाँचौँ, मेडिकल कारणहरू। थाइराइड, रक्त अल्पता, केमोथेरापी र केही औषधिका साइड इफेक्टहरूले गर्दा पनि कपाल झर्न सक्छ। छैठौँ, रासायनिक उत्पादनको प्रयोग। कपालमा प्रयोग गरिने जेल, केमिकल रङ र नुहाएपछि कपाल सुकाउन प्रयोग गरिने ब्लो ड्रायरको बढी प्रयोगले पनि कपाल कमजोर हुन सक्छ। कुनै पनि व्यक्तिलाई अहिले मैले भनेका कारणहरूमध्ये कुनै एउटा मात्रै वा एकभन्दा बढी कारणहरू संयुक्त रूपमा पनि हुन सक्छ। तपाईँको विचारमा हाम्रो देशमा धेरैजसो मानिसहरूलाई कुन चाहिँ कारणले यो समस्या हुन्छ जस्तो लाग्छ? कृपया कमेन्ट गर्नुहोला। अब समाधानको कुरा गरौँ। यो समस्या अर्थात् युवा अवस्थामै कपाल झर्ने समस्या समाधान गर्न तपाईँले आफ्नो तर्फबाट के गर्न सक्नुहुन्छ त्यो पाटोतर्फ जाउँ। कुनै पनि समस्या समाधान गर्ने सर्वमान्य विधि भनेको त्यो समस्या गराउने कारणहरूलाई सम्बोधन गर्ने र त्यसलाई निराकरण गर्ने। अघि हामी कारणहरूको कुरा गरिसकेका छौँ। त्यो मध्ये वंशाणुगत कारणलाई तपाईँले सच्याउन सक्नुहुन्न। त्यो बाहेक अघि भनेका कारणहरूमध्ये जुन कारण आफूमा छ जस्तो लाग्छ त्यसको व्यवस्थापन गर्ने र साथसाथै अब यसपछि भनिने तपाईँले घरमा नै गर्न सकिने उपायहरू अपनाउने गर्दा यो समस्या समाधान हुन सक्छ। घरमै गर्न सकिने समाधानका प्रभावकारी उपायहरू। पहिलो प्रभावकारी उपाय हो नरिवलको तेल र मेथी।
एउटा सानो भाँडोमा करिब 100 ml जति नरिवलको तेल र 2 चिया चम्चा अर्थात् करिब 10 ग्राम मेथीको दाना हालेर मधुरो आगोमा तेललाई केही बेर पकाउने। मेथीको दाना हल्का खैरो भएपछि आगो बन्द गर्ने र तेल चिसो भएपछि त्यसलाई छानेर एउटा सिसाको भाँडोमा बिर्को बन्द गरेर राख्ने। यो तेलले बेलुकी सुत्नुभन्दा अगाडि कपालको जरामा राम्ररी मसाज गर्ने र यसलाई रातभरि छोडेर बिहान माइल्ड स्याम्पूले कपाल धुने। दोस्रो प्रभावकारी उपाय हो प्याजको रस। एउटा प्याजलाई पिसेर त्यसको रस निकाल्ने र त्यो रसलाई कपालको जरामा लगाउने अनि करिब आधा घण्टापछि पखाल्ने। तेस्रो प्रभावकारी उपाय हो एलोभेरा जेल। एलोभेराको पातबाट ताजा जेल निकालेर सिधै कपालको जरा र टाउकोमा लगाउने। 1 घण्टापछि मनतातो पानीले पखाल्ने। चौथो प्रभावकारी उपाय हो अमला र कागतीको रस। अमलाको पाउडरलाई कागतीको रसमा मिसाएर पेस्ट बनाउने र यसलाई कपालमा लगाउने अनि करिब आधा घण्टापछि पखाल्ने। अब तपाईका लागि सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यी उपायहरूलाई कसरी प्रयोग गर्ने? के एकैपटक सबै प्रयोग गर्ने हो कि पालैपालो? सबै उपायहरूलाई पालैपालो प्रयोग गर्ने। पहिलो कुरा, यी सबै उपायहरू कपालको स्वास्थ्यको लागि राम्रो भए पनि एकैपटक सबै प्रयोग गर्नु हुँदैन। यसले कपालमा अनावश्यक बोझ पर्न सक्छ। आफूलाई सजिलो लागेको कुनै एउटा उपाय छनौट गरेर त्यसलाई कम्तीमा 6 देखि 8 हप्तासम्म प्रयोग गर्नुहोस्। यदि त्यो उपायले तपाईलाई फाइदा गरेन भने अर्को उपायमा स्विच गर्न सक्नुहुन्छ। यहाँनिर एउटा कुरा ध्यान के दिनुस् भने सबै उपायहरू सबै व्यक्तिहरूलाई वा सबैको कपालको लागि बराबर वा उत्तिकै फाइदा गर्दैन। कसैलाई एउटा उपायले फाइदा गर्छ भने कसैलाई अर्को उपायले। दोस्रो प्रश्न, सातामा कतिपटक प्रयोग गर्ने? छिटो र राम्रो नतिजा पाउनको लागि सातामा 2 देखि 3 पटक प्रयोग गर्नुपर्ने हुन्छ। तेस्रो प्रश्न, कति अवधिसम्म अपनाइरहने? प्राकृतिक वा घरेलु उपायहरूले काम गर्न समय लिन्छ। तपाईले कम्तीमा पनि 2 देखि 3 महिनासम्म निरन्तर प्रयोग गरेपछि मात्रै यसको नतिजा देख्न थाल्नुहुन्छ। त्यसैले नआत्तिनुस्, धैर्य गर्नुहोस्, किनकि प्राकृतिक उपायहरूले बिस्तारै तर दिगो रूपमा काम गर्छन्। तपाईको अहिले भइरहेको कपाल नझरोस् यसको लागि गरिने रोकथामको केही सुझावहरू। आफ्नो खानपान स्वस्थ राख्नु, दिनमा कम्तीमा 3 लिटर पानी पिउने गर्नु, धूम्रपान र मद्यपानबाट सदैव टाढा रहनु, नियमित व्यायाम आदिका अलावा पर्याप्त निन्द्रा पनि तपाईको कपाल स्वस्थ रहनको लागि जरुरी हुन्छ। यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने यसै च्यानलको यो भिडियो हेर्नुहोस्। निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउनुहुनेछ। अनि कपाल धेरै टाइट हुने गरी बाँध्ने गरिएको छ भने, कडा केमिकल युक्त हेयर जेल लगाउने गरिएको छ भने, कपाल कालो, खैरो वा रातो बनाउनको लागि आफूलाई सुट नगर्ने केमिकल प्रयोग गर्ने गरिएको छ भने, ब्लो ड्रायरबाट कपाल सुकाउने गरिएको छ भने, यस्तो गर्नबाट आफ्नो कपाललाई जोगाउनुहोस्। यसले पनि कपाल झर्नको लागि नराम्रो भूमिका खेलिरहेको हुन्छ। साथै कपाल झर्नबाट जोगाउन तनाव व्यवस्थापन गर्न पनि एकदमै जरुरी हुन्छ। विभिन्न कारणले गर्दा हुने तनावलाई व्यवस्थापन गर्न यदि तपाईलाई गाह्रो महसुस भएको छ भने यसै च्यानलमा रहेको यो भिडियोबाट आफ्नो तनावलाई व्यवस्थापन गर्न तपाईलाई सजिलो हुनेछ। यसका अलावा यदि तपाईको कपालमा चाया पर्ने समस्या छ भने त्यो निर्मूल गर्न जरुरी हुन्छ कपाल झर्नबाट रोक्नको लागि। कपालमा चाया पर्ने समस्याको सहज समाधानको लागि हाम्रो च्यानलमा रहेको यो चाहिँ भिडियोले तपाईलाई सघाउनेछ। आजको यो पुरा भिडियोमा हामीले युवा अवस्थामै कपाल झर्ने समस्याबाट पीडित पुरुषहरूको सङ्ख्या के कति छ, यस्तो समस्याबाट निज व्यक्तिमा के कस्तो असर पर्छ, यसको कारण र घरमै गर्न सकिने समाधानका प्रभावकारी उपायहरूको कुरा गर्यौं। कपाल झर्नु एउटा प्राकृतिक प्रक्रिया हो, तर यदि तपाईको कपाल बुढ्यौली उमेर लाग्नुभन्दा अगाडि नै झर्दछ, सामान्यभन्दा धेरै सङ्ख्यामा दिनदिनै झर्दछ भने यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। यी प्राकृतिक र घरेलु उपायहरूले तपाईलाई धेरै हदसम्म सहयोग पुर्याउनेछ।
यी उपायहरूले यदि काम गरेन भने क्लिनिकल उपचारमा जम्प गर्नुपर्ने हुन्छ। क्लिनिकल उपचारमा आवश्यकता अनुसार मिनोक्सिडिल, फिनास्टेराइड जस्ता औषधिहरू, प्लेटलेट रिच प्लाज्मा थेरापी, लेजर थेरापी, शल्यक्रिया जस्ता विकल्पहरू छन्, जसको लागि तपाईँ आफ्नो नजिकमा रहेको छाला रोग विशेषज्ञलाई भेट्नुपर्ने हुन्छ। भिडियो यहाँसम्म हेरेर मलाई साथ दिनुभएकोमा धन्यवाद। यो ज्ञानवर्धक भिडियो आफ्नो मोबाइलमा भएका सबै व्यक्तिहरूलाई सेयर गरिदिनुहुनेछ भन्ने मैले तपाईँबाट आशा राख्दछु। यो च्यानललाई सब्स्क्राइब गर्न अझै बाँकी हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर अल नोटिफिकेसन बटन अन गरिहाल्नुहोला। आगामी भिडियोमा तपाईको स्वास्थ्यसँग सम्बन्धित यस्तै ज्ञानवर्धक सामग्रीका साथ भेट्नेछु। तपाईँ र तपाईँको परिवार स्वस्थ र खुसी रहनुहोस् र अरूलाई पनि स्वस्थ र खुसी रहन प्रेरित गर्नुहोस्। धन्यवाद।